केही आउँदैन गाइज हाम्रो फ्यामिली सबै इन्ट्रोभर्ट छौँ हामीहरू मोमो पनि बसिसक्यो दुईटामा चाहिँ बसिसक्यो एकछिन यहाँनिर ड्याउँदा यो कस्तो नजारा लाग्यो गुड मर्निङ गाइज आजदेखि म सोच्दैछु अब मैले भ्लग हाल्छु युट्युबमा अब के गर्ने गाइज सुरुमा बनाउनु लागेको केही पनि आइडिया छैन अहिले बिहानको 8:30 भयो मसँग माइक पनि छैन क्यामेरा स्ट्यान्ड पनि छैन गाडीहरूको आवाज आउन सक्छ ब्याकग्राउन्ड साउन्ड धेरै आउन सक्छ सरी गाइज त्यसको लागि म चाहिँ आजको दिनमा के हुन्छ आज स्याटरडे र म घरमा छु अनि एकदम गाउँको नजारा एकदमै राम्रो हुन्छ सो मैले सोचेँ आजदेखि म भ्लग सुरु गर्छु र अबदेखि म चाहिँ सोच्दैछु कि हप्तामा एउटा भ्लग चाहिँ युट्युबमा हाल्छु भ्लग अथवा जे भए पनि रेसिपी अथवा जे भए पनि हाल्नु पर्यो भनेर म सोच्दैछु र म उठ्नु चाहिँ बिहानै 5 बजे उठेको गाइज मैले अहिलेबाट भ्लग सुरु गर्दैछु है मैले नुहाइसकेँ चिया नास्ता पनि खाइसकेँ अब म हजुरलाई यसो घरको वरपरको नजारा देखाउँछु है त हात जलेको गाइज कराईले पोलेर ल हेर्नुहोस् यो चाहिँ हाम्रो घरमा आउने इन्ट्रान्स हो आँगनको इन्ट्रान्स है फेरि घरको इन्ट्रान्स त्यो ढोका देख्नुभयो गाइज हो त्यो चाहिँ बैठक कोठाको ढोका हो अनि ल यहाँ हेर्नुहोस् त कस्तो राम्रो गेट फुल मङ्ग बास आउँछ अब हामी यहाँ आएर हो यहाँनिरबाट यसरी जाँदाखेरि चाहिँ मङ्ग बास आउँछ यो त्यसपछि यहाँ हेर्नुहोस् कस्तो राम्रो यो सेतो फुल अनि पछि उता हुनुहुन्छ नमुना हाम्रो घरको त्यसपछि अझै छ फुलहरू टाइम मौसम सिजन अनुसार थरी फुल हुन्छ गाइज हाम्रो घरमा हेर्नुहोस् अनि यो फुलहरू अनि पछि यो हरियो तरकारीहरू यिनीहरूको फोटो खिच्न मलाई एकदमै राम्रो लाग्छ खासै राम्रो त आउँदैन तर पनि म खिच्छु ल हेर्नुहोस् त्यसपछि हजुरलाई म एउटा अब बाहिर गएर देखाउनु पर्ने हुन्छ त्यो चाहिँ अलि बाहिर पुगेको छ गाइजहरू हेर्नुहोस् त यो फुल के यो फुल ए हे कति राम्रो है गाइज अब म हजुरहरूलाई के देखाऊँ त मलाई यही देखाउन मन थियो ल हेर्नुहोस् बिहानको घाममा कति राम्रो फेस वाउ कस्तो ग्लो गरेको यही हो बिहानको नजारा अब म हजुरलाई यसो मेरो घरको भ्रमण गराउँछु ल हामी त्यहाँ गेटदेखि आएपछि अब यहीँनिर टोयलेट छ गाइज यो वास्तुअनुसार चाहिँ एकदम मिलेको छ है यो टोयलेट चाहिँ वास्तुअनुसार एकदम राइट ठाउँमा छ तर बाटोतिरै छ एनिवेज हामी सफा राख्छौँ गाइज ल मेरो घर यतापट्टि छ हाम्रो आँगन बाटोतिर छैन बाटोतिर चाहिँ फुलहरू रोपेको छ अनि यता बारीतिर चाहिँ हाम्रो आँगन छ तुलसी मैरा मेरो हातमा उचालिदिउँ भनेर तुलसी मैरा कपडा सुकाएको छ अनि त्यसपछि म भान्सा देखाउँछु हाम्रो भान्सा आगो बाल्ने भान्सा अनि यो चाहिँ हाम्रो ठुलो घर यो चाहिँ हाम्रो सानो घर अनि यता छ बारी देख्नुभयो त गाइज ल यो बारीदेखि उता चाहिँ एउटा घर छ अझै उता पनि धेरै घर छन् ल अहिलेलाई यति बिहानको त हजुरहरूले देखिसक्नुभयो अब हजुरहरूलाई म दिउँसोको देखाउँछु गाउँघरमा यस्तो पोल्ने गर्मी छ गाइज भइ त यस्तो तातेको छ टेक्न सकिँदैन अहिले चाहिँ 11 बजेको 11:30 भएको छ हामीले खाना खाइसक्यौँ अब चाहिँ मैले हजुरलाई के देखाउँछु भनेपछि लिपोत गर्न लागेको काम देखाउँछु मैले बिर्सिसकेको थिएँ क्या मैले भ्लग बनाउँदैछु भनेर अनि मैले पोत्ने बेला फेरि मलाई याद आयो म त भ्लग बनाउँदैछु आज भनेर अनि देखाइदिइहालौँ पोतेको भनेर गाइजहरू एउटा हातले त्यो मोबाइल पक्रेर अनि अर्को हातले म पोत्दैछु घिसिङ अनि यो चुलो पोत्दैछु म
देख्दाखेरि मात्रै रमाइलो हो यो गाउँघरको काम। यस्तो झ्याउ हुन्छ नि गाइज। अब बिहानभरि लुगा धोएर मेरो नङ कस्तो सफा भएको थियो, अब यस्तो फोहोर हुन्छ फेरि। अनि गर्मी यति धेरै छ, बजारको भन्दा त अलिक कम छ गाइज। बजारमा त कोठा पनि तातो, म त मरिसक्न लाग्थेँ। अब यहाँ आएर अलि शास्ति भयो, अलि त्यो भएको छ, सुख भएको छ गाइज। कोठामा त बिहान उठ्ने बित्तिकै नुहायो, अनि नुहाएको 5 मिनटपछि फेरि चिरचिर चिरचिर गर्न थालिहाल्ने पसिना है गाइज। ल म यहाँ पुग्दैछु। हाम्रो घरमा यस्तो खाले गाग्री धेरै छ है गाइज, धेरै लास्टै धेरै छ। जति पानी खाए नि। अब यसमा फेरि पानी सकिहाल्यो, अब फेरि थप्नुपर्छ, गाग्रीबाट थप्नुपर्छ। गाग्रीलाई चक्कटेमाथि राखिदिन्छु एकछिनलाई। अब म पोच्छु। अब म पोतिसकेपछिको नजारा देखाउँछु गाइज। मलाई मोबाइल पकाउन गाह्रो भइसक्यो। सो गाइज मैले पोतेर भ्याइसकेकी छु, तपाईँहरूले देख्न सक्नुहुन्छ। अब मेरो काम सक्यो आजको लागि, मतलब साँझसम्मको लागि सकिसक्यो। यहाँ हाम्री जय बसेकी छिन्। जय के भन्न चाहन्छौ? केही भन्न चाहन्न, केही भन्न चाहन्न, केही आउँदैन मलाई। केही आउँदैन गाइज। हाम्रो फ्यामिली सबै इन्ट्रोभर्ट छौँ हामीहरू। ल हेर्नुहोस् गाइज, मेरो नङ अझै खासै त फोहोर भएको छैन है। मैले धेरै काम पनि गरिनँ, खासै यही चुलो पोत्ने मात्रै गरेँ आज, होइन चाहिँ जेलेसम्म केही पनि गरिन्। मैले केही गरेन, जान गरे त। के गर्यो? बाख्रा मल फालेँ, तोडेँ, आगो बढालेँ, दाउरा काटेँ, त्यो गरेँ मेरो काम। धेरै काम गरिन् गाइज। मैले चाहिँ गरेकी छैन। घाम मम्मीले पकाउने, गएर जाने, पुङ्गुले भाँडा मिच्ने, चुलो पोत्ने, मैले दाउरा केर्ने, बाख्रा मल तोड्ने। अनि मैले चुलो पोतिस। मैले चुलो मात्रै पोतेँ है गाइज। अब के गर्ने? अनि अब बत्ती काट्ने, बत्ती गर्ने, होमवर्क गर्ने, अनि मोबाइल हेर्ने। मोबाइल हेर्ने काम नै त्यही हो। अब के हुन्छ म हजुरहरूलाई सबै देखाउँछु। अनि यो खासमा म खाना खाएर बिहान मुखको यो स्किन केयर गर्छु भनेर गएको गाइज, बिर्सिहालेछु। के को स्किन केयर गर्नु र? पानी पराइदेऊ भगवान, पानी पराइदेऊ। साह्रै गर्मी छ गाइज। साह्रै गर्मी त पानी पराइदेऊ। पानी पराइदेऊ। देऊ महादेऊ, पानी पराइदेऊ। महादेऊ, पानी पराइदेऊ। देख्नुभयो तपाईँहरूलाई यस्तै रमाइलो भ्लग। यस्तै पुग्दैन, अरू चलाइदेऊ। के यतिले पुग्दैन? यस्तै रमाइलो भिडियोहरू हेर्न मन लाग्छ भने सब्सक्राइब। तर यो मेरो फर्स्ट त होइन, थर्ड भिडियो युट्युबमा। तर यसरी भ्लग चाहिँ मेरो फर्स्ट नै होला र अब म चाहिँ कन्टिन्यू दिन्छु गाइज। जस्तो भयो भने एडिट गर्न जाने पनि नजाने पनि मैले चाहिँ भिडियो हाल्छु। यस्तै रमाइलो भ्लगहरू गाउँघरको, होइन? बाबाले खान्छन् चुरा पानी, बच्चाले खान्छन् चाउचाउ, आज फैलेको जमाना अरू लम्क नेपाली प्रगतिमा गरौँ विकास। जेलाई चाहिँ धेरै गीत गाउँछ। पिङ्की सानो भएको बेला के गीत गाउँथ्यो अरे? एउटा सुनाइदेऊ त। गाउँथ्यौ, सुनाऊ। ल गाइज, हाम्रो जेको यस्तै रमाइलो गीतहरू सुन्न मन लाग्छ भने सब्सक्राइब गरिदिनु होला भन चाहिँ। सब्सक्राइब के अरे? सब परिवार सब्सक्राइब। त्यही गाइज, जे भने गर्नु होला। अब भन, के भन्दै थियो? बाबाले खान्छन् चुरा पानी, बच्चाले खान्छन् चाउचाउ। बाबाले खान्छन् चुरा पानी, बच्चाले खान्छन् चाउचाउ। आज फलि जमानामा केही भाउ। ल यस्तै रमाइलो भइरहेको छ हाम्रो घरमा।
अब म हजुरलाई त्यो बाबाले चोरो पनि खान्थ्यो नि कुनै त ताउ खान्छ कुनै कुरा नकर यहाँ सबैले देख्छ नि हो तिनीहरूले पनि देख्छन् देख्यो भने फेरि गाली गर्छन् ल ल गाइज अब म हजुरलाई अब यसपछिको रमाइलो मोमेन्ट खिचेर देखाउँछु सो गाइज ल अझै पनि दिउँसोकै टाइम छ मेरो भ्लग कन्टिन्यू छ हामी जाँदैछौँ कहाँ जाँदैछौँ नास्ता खान नास्ता खाना भन्दा पनि नास्ता बनाउनको लागि सामान ल्याउन जाँदैछौँ होइन त र मेरो भ्लग कन्टिन्यू छ हामीलाई अलिकति लाज लागिरहेछ गाइस बाटोमा छ हामी कहाँबाट आउनुभयो ठुली आमा यो युट्युबमा हाल्ने हो हजुर गाइजहरू के गर्नु पहिला पहिला बनाउनु लाग्यो अब के गर्नु यस्तै आशा आउँछ हामीलाई र एउटा कुरा मैले सोचेँ कि गाइज यसो तपाईँहरू कति भाग्यमानी हो आजकै दिनमा तपाईँहरूले मेरो घर पनि देख्न पाउने हुनुभयो गाउँ पनि देख्न पाउने हुनुभयो एकछिन वेट गाडी पनि देखाउ न टाढा ल हेर्नुहोस् त गाइज कस्तो राम्रो भ्यू ओ माई गड गाडी आइसक्यो गाइज लाज लाग्छ छिटो जाम छिटो जाम आऊ 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 ल हेर्नुहोस् गाइज हाम्रो गाउँ भए पनि बाटो चाहिँ एकदम पिच छ रोड पिच छ पिच ओ माई गड हावादेखि पाल उडाएको छ गाइज गाउँमा अलिक शीतल चाहिँ छ है बजारमा त हावै चल्दैन तातो हावा फ्यानले जे होस् ल हेर्नुहोस् गाइज त्यो खेतहरू हेर्नुहोस् ओ माई गड कति राम्रो छ अब यो चाहिँ ओह्रालो छ हामी जाँदैछौँ अब हामीले ल्याउँछौँ मोमोको लागि बन्दाकोपी अनि पिठो अनि हामी घरमा मोमो बनाएर खान्छौँ ओ शिशिर भाइ के ल्याएर आयो कि हाम्रो शिशिरले मेरो युट्युबमा आउँछ है अब शिशिर पनि लगाइ जब हामी फेरि घर फर्किने बेला देखाउँछौँ हामीलाई लाज लागिसक्यो होइन हो भन न हो अब मलाई हजुरलाई खेत देखाइदिन्छु नि त यस्तो सर र हेर्नुहोस् गाइज खेतहरू ओ माई गड कति राम्रो छ यो बाटो चाहिँ पिच छैन गाइज गाउँ देख्नुभयो त त्यहाँ पिपलको रुख छ ओ माई गड गाइज हेर्नु त कस्तो हावा चलेछ देख्नुभयो त्यहाँ रुखमा सो हामीले चाहिँ पिठो बन्दाकोपी ल्याएर आइसक्यौँ अनि हामीले लगभग 2 घन्टा काम गरिसक्यौँ त्यसै चाहिँ मैले भिडियो बनाउँदैछु हाम्रो चाहिँ यहाँ वेट म हजुरलाई देखाउँछु यहाँ मोमो पनि बसिसक्यो 2टामा चाहिँ बसिसक्यो अब अझै एउटा म बन्दैछ मैले 2टा बनाएर राखिसकेकी छु अनि यहाँ यिनले चाहिँ बेल्दैछिन् पिठो मैले चाहिँ बुट्टा बनाउने र्याप गर्ने त्यसपछि यहाँ चाहिँ मसला छ अब हामी बनाउँदैछौँ गाइज अब हामी बनिसकेर अब म खाने बेला हजुरलाई देखाउँछु है त यो चाहिँ आजको भ्लगको एउटा पार्ट थियो हेर्दै गर्नु होला अब म हजुरलाई पाकिसकेपछि देखाउँछु सो गाइज मोमो रेडी भइसकेको छ कसरी देखाऊँ अब हामी खान्छौँ यता मम्मीले पनि खाँदै हुनुहुन्छ है गाइज अब हामी खाएर हजुरलाई टेस्ट बताउँछौँ ओ गाइजहरू फुक्किएको छ पर्दैन भित्रको मसला पिरो रहेछ भित्रको मसला पिरो रहेछ तिमीलाई कस्तो लाग्यो बहिनी रिसाकी छ बाबालाई पनि यही हो उनलाई देवा खाल्नु हुन्छ मलाई खाल्नु ल गाइज अब साँझको नजारा हेर्नुहोस् यसो घाम अस्ताउने बेलाको नजारा
त्यहाँदेखि सूर्य महाराज अस्ताउँदै हुनुहुन्छ। यो हाम्रो घर हो, यो हाम्रो फुलबारी। अनि त्यहाँ चाहिँ बाबाले पानी छाड्दै हुनुहुन्छ। गाइज हामी मोमो खाएर घरको यस्तो नजारा देखाएर अब हामी जाँदैछौँ यस्तो इभिनिङ वाकमा। अनि यो चाहिँ हामी पढ्छौँ कि एकदमै पढन जान्छौँ, त्यही भएर एउटा बुक ल्याएर हिँडेछौँ। अनि हेर्नु न एकछिन यहाँनिर देउदा यो कस्तो नजारा लाग्यो भने चाहिँ पुरा त्यो सिनवाला फोटोग्राफी के भन्छन् ड्रइङ के गर्छन् नि गाइज, हेर्नु त्यस्तै त्यो खरको घर अनि पछि सूर्य अस्त आउन लाग्यो नि, कस्तो राम्रो नजारा गाइज। यस्तो यस्तो देख्न पाउनुहुन्छ हजुरहरूले मेरो ब्लगमा, गीता लामिछानेको ब्लगमा। सो सब्सक्राइब गर्न चाहिँ छुट्याउनु है गाइज। वाह कस्तो राम्रो। र हामी जाँदैछौँ यसो डुल्न। अनि हजुरहरूलाई म चल्लाचुल्ली पनि देखाउँछु है। त्यहाँ चल्लाचुल्ली छन्, बाख्रा छन्, देख्नुभयो गाइज कति रमाइलो छ। अनि गाडी पनि आउँदैछ, अहिले म हजुरहरूलाई यसो ब्यागबाट देखाउँछु ल। गाइज गाडी गइसक्यो सुर। हाम्रो गाउँ चाहिँ एकदम मिक्स छ, एकदम ठुला घर पनि छन्, साना घर पनि छन्, अनि सबै छ कि गाइज यहाँ होइन। खोला छ त्यहाँ पर, जुन तिनी रुखको तल चाहिँ खोला छ गाइज, जहाँ चाहिँ हामी पहिला नुहाउन जाने गर्थ्यौँ। अनि अहिले चाहिँ अब हामी गाउँमै धारा आइसक्यो सबैको घरमा होइन त, त्यही भएर हामीलाई जानु पर्दैन। कहिलेकाहीँ जान्छौँ गाइज। मेरो हातै पाटिसक्यो मोबाइल यसरी पक्र्दा के गर्नु, मोबाइल स्ट्यान्ड पनि छैन। ओके गाइज हामी घुमेर अब हामी घरतिर फर्किँदैछौँ। अनि के भनौँ म अब, अरू केही भन्नै गाएन आइज रे गाइज भन्छु भने त। अब ब्लग चाहिँ यहीँ इन्ड गर्नुपर्छ होला। लास्टमा म हजुरलाई यसो साँझको अब अलिकति डुब्न बाँकी छ सूर्य। अनि पछि हजुरले हेर्नुहोस् यहाँ भैँसीहरू, ओहो भैँसी जो हमें मिल्क देते हैं और हम स्ट्रॉन्ग बन जाते हैं। ओके गाइस, अकेले खाती है, अकेले खाती है ये लड़की। ओके गाइस, अब आजको ब्लग यहीसम्मको थियो। बाई। यता सूर्य देखाएर गरौँ न। बाई। अर्को ब्लगमा भेटौँला। बाई 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 बाई।